दर्शमान बाबु नमस्कार। युट्युब च्यानल त्रिवेणी खबर टिभीको न्युज अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। दर्शमान बाबु अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गरी जोडिनु भएको छैन भने कृपया सब्स्क्राइब गरी जोडिनुहोस् ताकि दैनिक रूपमा विशेष अनि महत्त्वपूर्ण समाचारका अपडेटहरू यहाँहरूमाझ आइरहनेछन्। दर्शमान बाबु देश अनि विदेशका सयौं महत्त्वपूर्ण समाचारका अपडेटहरू केही मिनेटमै प्रस्तुत गर्दैछौँ। समाचारहरू सबै उत्तिकै महत्त्वपूर्ण छन्, त्यसैले समय अवधिभर हामीसँगै रहिरहनुहोला। दर्शमान बाबु तपाईहरू कहाँदेखि हेर्दै हुनुहुन्छ? यदि नेपाल भए आफू बसेको जिल्ला अनि ठाउँको नाम, यदि विदेशबाट हेर्दै हुनुहुन्छ भने कुन देशबाट हेर्दै हुनुहुन्छ अनि हाम्रो भिडियो सामग्री के कस्तो लाग्छ? यदि भिडियो दैनिक रूपमा हेर्नुहुन्छ भने भिडियोको कमेन्ट बक्समा रेगुलर लेख्नुहोला। आज पहिलो पटक हेर्दै हुनुहुन्छ भने न्यू लेख्न पनि नबिर्सनुहोला। किन गरिँदैछ राजा महेन्द्रसँग प्रधानमन्त्री बालेन शाहको असँग तुलना? सभापति गगन थापासँग भेटेपछि गोविन्द भट्टराईले भने पार्टीभित्र एकताको सम्भावना बढेको भन्दै दिए प्रतिक्रिया। सगरमाथा क्षेत्रमा 6 दिनदेखि हराएका दावा शेर्पाको जीवितै गरियो उद्धार, हेलिकप्टरबाट लिएर आइयो काठमाडौँ। कांग्रेसका महामन्त्री प्रदीप पौडेलको दाबी, इतर पक्षको शीर्ष नेताहरू बाहेक अधिकांशले सदस्यता अद्यावधि गरिसक्नु भएको छ भन्दै दिए प्रतिक्रिया। बजेट अगाडि नै टिमबाट करको सूचना लिक भएको तथ्य बाहिरिएपछि अर्थमन्त्रीलाई नैतिक सङ्कट, जातीय विभेद र छुवाछुत अन्त्य सबैको साझा दायित्व हो, सभामुख डीपी अर्यालको भनाई। उपेन्द्र यादवको जसपा नेपाल दल विभाजन सम्बन्धी मुद्दामा सुनवाई सकियो। छुवाछुतका घटनाप्रति नेता आङदेवीले गरे चिन्ता व्यक्त। डबल शमशेरलाई प्रवक्ता श्रेष्ठको जवाब, राप्रपाको वैधानिकता धेरै बाँकी छ भन्दै दिए यस्तो चेतावनी। संविधानमा समान भइसक्दा पनि समाजमा विभेद देखिनु दुःखद भएको भन्दै कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेवीले दिए प्रतिक्रिया। 21 करोड सम्पत्ति शुद्धिकरणको मुद्दा 40 वकिलको बहस पछाडि पनि टिकटकर तुलसा अधिकारी अझै पनि हिरासतमा। जातीय विभेद र छुवाछुत अन्त्यको लागि कानून संशोधन गरिनेछ, मन्त्री सीता बादीको भनाई। सीमा विवादको वार्ताको ढोका खुलेको अर्थमन्त्री वाग्लेको दाबी। संसदमा बहस किन चर्कियो भन्दै उठाए गम्भीर प्रश्न। सिराहाका भूमिहीन र सुकुम्बासी भन्छन् हामीलाई लाल पूर्जा चाहियो, उठीवास होइन भन्दै दिए चेतावनी। रवि लामिछानेको भारत भ्रमणलाई सकारात्मक मूल्याङ्कन, बालेनको सीमा अभिव्यक्ति दुर्भाग्यपूर्ण भएको भन्दै निलाम्बर आचार्यले दिए यस्तो प्रतिक्रिया। रासपा सांसद ग्यावाली विरुद्ध कृत्य जालसाजी मुद्दा, एउटामा क्षतिपूर्तिको आदेश, अर्को भने विचाराधीन अवस्थामा। प्रधानमन्त्रीले माफी माग्नुहुन्न, बजेट बहुमतबाट पारित गर्छौं, अर्थमन्त्री सोनिम वाग्लेको भनाई। प्रधानमन्त्री बालेनलाई ओलीको जवाब, नेपालले भारतको 1 इन्च पनि जमिन मिचेको छैन भन्दै दिए चेतावनी। चुनाव पछिको पहिलो सम्बोधन, राष्ट्रपति प्रधानमन्त्रीदेखि आफ्नै नेता विरुद्ध आक्रोश, जे गर्न मन छ गर भन्दै केपी शर्मा ओलीले दिए चेतावनी। लुम्बिनीमा एमालेका 4 मन्त्रीको राजीनामा, मन्त्री परिषद पुनर्गठनको गरियो तयारी। आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस, राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गरियो शुभकामना व्यक्त। राजेन्द्र लिङदेलले आन्दोलन तुहाएको भन्दै 183 नेताले गरे राप्रपा परित्याग गरेको घोषणा। अध्ययन विधा लिएर सेवामा नफर्किएका प्राध्यापकबाट 10 करोड भन्दा बढी रकम फिर्ता ल्याइएको शिक्षा मन्त्री सस्मित पोखरेलको दाबी। सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ, परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। प्रचण्ड बाबुरामले बिर्सिएको त्यो जनवादी शिक्षा के हो त? कसरी प्रतिक्रिया दिएका थिए? यस विषयमा महत्त्वपूर्ण जानकारी। परलोपाको विवाद, सन्तोष परिवारसँग बाबुराम पक्ष किन बिच्किएको हो त? यस विषयमा महत्त्वपूर्ण जानकारी। वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा 4 जना व्यक्ति परे पक्राउ। रवि लामिछानेपछि परराष्ट्र मन्त्री शिशिर खनाल भारत जाने तयारी। प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म विरोध जारी रहन्छ, नेकपा एमालेका नेता एन महरको भनाई। शिक्षा र स्वास्थ्यमा 3% समता शुल्क व्यावहारिक नभएको भन्दै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले दिए यस्तो चेतावनी। जुनसुकै पार्टीको नेता तथा कार्यकर्ताले पनि राजनीतिक सिक्न रुकुम पूर्व आउनुपर्ने, राजसभाकी सांसद रिमा विश्वकर्माको भनाई। अब पूरा समाचार। दर्शमान बाबु आउनुहोस् आजको पहिलो तथा विशेष समाचारबाट सुरु गरौँ। महेन्द्र शाह निरङ्कुश राजतन्त्रमा विश्वास गर्ने एक सार्वभौम राजा थिए। महेन्द्रको शासनकालभरि देशको सार्वभौम सत्ता र राजकीय अधिकार उनमै निहित थियो। यहाँसम्म कि 2015 सालमा संसदको निर्वाचन गराउँदा समेत उनले संविधानत सार्वभौम सत्ता र राजकीय अधिकार संसद र जनतामा हस्तान्तरण गरेका थिएनन्। यही अधिकारको प्रयोग गर्दै उनले 2017 साल पुष 1 गते जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सरकार बर्खास्त गरी संसद विघटन गरेका थिए। निर्दलीय पञ्चायती प्रजातन्त्र नामको अर्को राजनीतिक प्रणाली सुरु गरेको बुझिएको छ। यस्तै पछिल्लो समय वर्तमान प्रधानमन्त्री बालेन शाह राज परिवारका वा राजा होइनन्, तर उनी सामान्य नागरिक परिवारका सन्तान हुन्। लोकतान्त्रिक मुलुकका जननिर्वाचित प्रधानमन्त्री समेत रहेका छन्। राजा महेन्द्र
महेन्द्रको शक्तिको स्रोत र उदयको आधार पृथ्वीनारायण शाहको पालादेखि केन्द्रीकृत दरबारको परम्परा शक्ति नै रहँदै आइरहेको थियो। उनी पिता त्रिभुवनको मृत्युपछि जेठो छोराको रूपमा नेपाल राज्यको शासनको शीर्ष स्थानमा पुगेका थिए। बालिन शाहको शक्तिको स्रोत जनता हुन्, अझ भन्ने हो भने मतदाता हुन्। बालिन शाह कुनै क्रान्ति विचारधारा सशस्त्र विद्रोह र आन्दोलनबाट सत्तामा आएका नेता होइनन्। 2079 को वैशाखमा भएको स्थानीय निर्वाचनमा उनको राजनीतिक उदयको आधार मानिएको छ। स्वतन्त्र उम्मेदवारबाट पछिल्लो समय लगातार काम गर्दै आइरहेका उनले महानगरपालिकाको मेयर हुँदा समेत राम्रै चर्चा पाएका थिए। स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरको मेयर निर्वाचित हुनु नै उनको लोकप्रियता र राजनीतिको स्वीकार्यताको आधार बनेको थियो। देश संविधान त दलीय प्रणालीमा भए पनि बालेन्द्र शाहका लागि पार्टी धेरै महत्त्वपूर्ण देखिन्न, किनकि महानगरको मेयर निर्वाचित हुँदा उनको कुनै पार्टी थिएन। बालेन पार्टीको सङ्गठन र शक्तिमा स्थापित भएको पात्र समेत होइनन्। गत वर्ष फागुनको 21 गतेको आम निर्वाचनमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रणनीतिक उपयोग गरेका हुन्। राजसपाको पार्टी विचार संरचना र संस्थागत प्रणालीप्रति बालेन खासै रुचि र रुझान देखिएका छैनन्। यस्तो व्यापक भिन्नताका बावजुद कतिपयले सामाजिक सञ्जालमा स्वर्गीय राजा महेन्द्र शाह र वर्तमान प्रधानमन्त्री बालेन शाहको तुलना गर्न पाएको समेत जिकिर गरिएको छ। राजा महेन्द्र पनि बालेन्द्र शाह जस्तै कालो रङ्ग मन पराउने गर्दछन्। कालो चस्मा लगाउँथे दुवै युवा उमेरमै शासक भए दुवै राष्ट्रवादी हुन सक्छन्। दुवै कम बोल्ने, धेरै काम गर्न मन पराउँछन्। बालेनले हिँडा लगाई खुवाई हेराई शरीरको ढालचाल र महेन्द्रसँग मिल्ने धेरैले तुलना समेत गरेका छन्। जस्ता तुलना सामान्य पनि मानिएको छ। शारीरिक तथा मानवीय रुचि सम्बन्धी तुलनाको राजनीतिक खासै अर्थ राख्दैनन्। यद्यपि बिम्बात्मक सन्देश हेर्ने हो भने त्यसमा पनि एउटै देखिएको छ। तर कतिपय विश्लेषक भन्दैछन् बालेन्द्रको सोच पनि राजा महेन्द्रसँग मिल्छ। बालेन्द्रले महेन्द्र जस्तै गर्छन् यो भने खतरनाक कुरा हो। अनावश्यक अतिरञ्जित र अन्तर्गत तुलना गर्न खोजिनु एउटा सकारात्मक पक्ष मान्न नसकिने उनले जिकिर गरेका छन् कि एउटा निर्वाचित प्रधानमन्त्रीसँग निरङ्कुश राजाले जस्तो गर्ने अधिकार र सुविधा हुन्छ। बालेनलाई महेन्द्रसँग तुलना गर्नेहरूले नियत के हो, महेन्द्रको कुनै नीति र विचार बालेन्द्रले बोक्लान् भन्ने तिनको बुझाइ र आशाको अपेक्षा समेत रहेको बुझिएको छ। नागरिक सार्वभौमसत्ता र सर्वोच्चता भएको देशको जननिर्वाचित प्रधानमन्त्रीलाई निरङ्कुश राजा जस्तो देखाउन र बन्न प्रेरित गर्नेहरूको चाहना के हो, यो धेरै नै गम्भीर प्रश्न समेत भएको बुझिएको छ। पछिल्लो समय प्रधानमन्त्री बालेन शाहले पनि लगातार महेन्द्रको जस्तो व्यवहार देखाउन खोजेको भन्दै धेरैले आरोप समेत लगाउन खोजिरहेका छन्। यता त प्रधानमन्त्री बालेन शाह खासै राजासँग मिल्न नचाहेको समेत देखिएको छ। उनले यसभन्दा पहिले कुनै पनि तरिकाले राजतन्त्रको वकालत गर्दैनन्, तर राजतन्त्रमा उनले गरेका केही कामको भनी समर्थन गरिरहेका छन्। खास गरी उनको व्यवहार र उनले गर्दै आइरहेका केही कामहरूलाई भने राजा महेन्द्रसँग तुलना गर्न धेरैले चाहिरहेका छन्। यस्तो अवस्थामा प्रधानमन्त्री बालेन शाह के राजतन्त्रको एउटा निरङ्कुश राजा जस्तै बन्न सक्छन् त भनेर धेरैले प्रश्न समेत उठाएका हुन्। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध भएर लागि परेको बताएका छन्। बिहिबार ललितपुरमा आयोजित विकास बहस सम्बन्धी कार्यक्रममा बोल्दै उनले उक्त दाबी गरेको बुझिएको छ। मन्त्री खनालले नागरिकहरूमा परिवर्तनप्रतिको आकांक्षालाई सम्बोधन गर्ने सम्बन्धित सबै पक्षले मिलेर काम गर्नुपर्ने पनि उनले जिकिर गरेका हुन्। उनले मुलुकलाई समृद्ध बनाउने साझा लक्ष्यमा पुग्नका लागि मूर्त र दिगो विकास साझेदारीमा प्रयासरतलाई अगाडि बढाइने आवश्यकता रहेको समेत उनले अगाडि थपेका हुन्। उनले अन्तर्राष्ट्रिय विकास साझेदारहरूको संलग्नता मार्फत नेपालको राष्ट्रिय हितलाई अगाडि बढाइने पनि बताएका छन्। विकास साझेदारीसँग साझेदारीको सुदृढ पार्न अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्ने र क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको आवाज र प्राथमिकतालाई प्रभावकारी रूपमा प्रतिनिधित्व गर्ने सुनिश्चित गर्न काममा सरकार लागि परेको मन्त्री खनालको भलाइ समेत रहेको छ। उनले भने हाम्रा नागरिकहरूका अपेक्षाहरू फेरिएका छन्, ती आकांक्षा पूरा गर्न परम्परागत शैलीभन्दा बाहिर निस्केको काम गर्नु आवश्यकता रहेको उनले जिकिर गरेका छन्। सरकार एआइएनसँग नयाँ ऊर्जाका लागि सहकार्य गर्न समृद्धिको साझा लक्ष्य प्राप्त गर्न तयार छ। मन्त्री खनालले स्थानीय सरकारलाई बलियो बनाएर मात्रै
सामाजिक सङ्घ संस्थाहरूको कामलाई प्रभावकारी बनाउन सकिने पनि स्पष्ट पारेका छन्। उनले मुलुकको दिगो शान्ति, विकास र समृद्धिलाई अगाडि बढाउन राष्ट्रिय प्रयासहरूको लागि सार्थक बनाउने गरी विकास साझेदार संस्थाहरूसँग काम गर्नुपर्ने उनले तर्क समेत गरेका हुन्।